आज हामी टाढोको यात्रामा निस्किँदैछौँ घरदेखि। एकदमै टाढो यात्रा छ है। अब यहाँदेखि ताप्लेजुङसम्मको घरदेखि निस्किँदैछु। बाइक तलतिर छ। अब बाइक सालम दर्शकबिन्दहरू साथीहरू, हामी चाहिँ एकदम फिट एन्ड फाइन। तपाईँहरू पनि ठिकै हुनुहुन्छ होला। यात्रा छ भरे हामी बाटोमा देखाउँदैछौँ। बाटो निकै खतरनाक बाटोहरू हिँड्नेछौँ। एकजना भाइ काकाको छोरा अन्जान लिम्बू चाहिँ ताप्लेजुङ जाने काम परेर चाहिँ हामी लाग्दैछौँ है साथीहरू। यस्तो छ मेरो जक्सन चाहिँ बाइक राख्ने बाटो यस्तो छ। यहाँदेखि हुँदै हामी ओह्रालो लाग्नेछौँ अब साथीहरू। 2 hours later. यो लिम्बुनी पुलमा आइपुगेको छु। यहाँनिर गाडी चलाउन आँटेको छु। हेरौँ अब ल। Oh my God! अभी मजा आएगा ना भिड़ो। A few moments later. पाथिभराको मास्लो फेदीतिर साथीभाइ दामी छ त नि। कस्तो दामी छ त बजार त। गाडी आइ नपुगे पनि कस्तो होइन सामान सामान बोकेर होला। गाडी चाहिँ आइपुग्दैन साथीहरू यहाँ, तर पनि सामान चाहिँ जे पनि छ सबै भारी बोकेर ल्याउनु हुँदो रहेछ। यहाँदेखि माथि चाहिँ पक्कै छैन क्या हो। फिनिस्ड।